नेपालको शेयर मार्केट मतलब नेफ्सीलाई चाहिँ कसरी म्यानिपुलेट गर्न सकिन्छ त ठुलो ठुलो बिग प्लेयरहरूले चाहिँ मार्केटलाई कसरी म्यानिपुलेट गरेर आउँछ। आज हामी त्यही मार्केट म्यानिपुलेसन गर्न सिक्छौँ। पहिला त एकुमुलेसन फेज। पहिला उनीहरूले के गर्छ भन्दाखेरि बिग प्लेयरहरूले एकदमै धनी मान्छेहरूले के गर्छ भन्दाखेरि शेयर्सहरू चाहिँ बिस्तारै बिस्तारै महिना 2 महिना 4 महिना लगाएर बिस्तारै बिस्तारै शेयर्सहरू किन्छ। एकैचोटि सर्टेन प्राइस चाहिँ एकदमै माथि नजाओस् बिस्तारै बिस्तारै उनीहरूले शेयर किन्छ। लगभग एकदमै लो लिक्विडिटी मतलब एकदमै कम कारोबार हुने शेयर्सहरूमा उनीहरूले लगानी गरेर हुन्छ। बिस्तारै बिस्तारै प्राइस नबढोस् त्यो हिसाबले शेयर बिस्तारै बिस्तारै किनिरहेको हुन्छ। र त्यसपछि पम्प फेज उनीहरूले के गर्छ भन्दाखेरि अचानक एउटा फेजमा आएर एकदमै एग्रेसिभली आफ्नो शेयरहरू किन्न थाल्छ, एकदमै धेरै शेयर्सहरू किन्न थाल्छ। त्यसमा के हुन्छ भन्दाखेरि फोमो क्रिएट हुन्छ, फियर अफ मिसिङ आउट। मान्छेहरूले अरूले त फाइदा कमाउँछ होला, हामी पनि किनिदिउँ भनेर एकदमै त्यो सबै शेयरहरूलाई चाहिँ किन्न थाल्छ। रिटेल इन्भेस्टरहरूले पनि त्यसमा लगानी गर्न थाल्छ। त्यसपछि आउँछ डिस्ट्रिब्युसन फेज। त्यो फेजमा के गर्छ भन्दाखेरि बिग प्लेयरहरूले एकदमै धनी मान्छेहरूले के गर्छ भन्दाखेरि त्यो शेयर्सहरूलाई चाहिँ एकदमै हाई प्राइजमा त्यसलाई सेल्समा राखिदिन्छ र आफैले किनि पनि रह हुन्छ। त्यसबाट के हुन्छ भन्दाखेरि सेलको प्राइस अझै बढ्दै जान्छ। त्यसपछि डम्प फेज। यसमा के गरेर हुन्छ भन्दाखेरि एकैचोटि सबै शेयरलाई बेचिदिन्छ र उनीहरूले चाहिँ 20 देखि 30% सम्मको प्रफिट कमाइदिएर हुन्छ। बिग प्लेयरहरूले त नर्मल घाटा लाग्ने मान्छे होइन कि रिटेल इन्भेस्टर, नर्मल मान्छेहरू जसले चाहिँ त्यति साह्रो बुझेको हुँदैन, मार्केटको हाइक देखेर उनीहरूले पनि पैसा इन्भेस्ट गरेको हुन्छ, त्यस्तो मान्छेहरूलाई चाहिँ एकदमै घाटा लाग्छ। म तपाईँहरूलाई एउटा इक्जाम्पल दिएर बुझाउँछु त। मानौ कुनै पनि शेयरको प्राइस अहिले 100 रुपियाँ छ, एकदमै कम भोल्युम छ, मतलब डेली भोल्युम लगभग 5000 को मात्रै छ, एकदमै कम शेयरको कारोबार भइरहेछ। र उनीहरूले म्यानिपुलेसनहरूले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ लगभग 50,000 शेयर बिस्तारै बिस्तारै किन्छ कि एकदमै जसरी कि प्राइस हाइक नहोस्, एकदम बिस्तारै बिस्तारै 2-4 महिना लगाएर 1-2 महिना लगाएर त्योहरू किन्छ। त्यसपछि पम्प गरिदिन्छ। एकैचोटि स्टार्ट बाइङ एग्रेसिभली, मतलब एकैचोटि धेरै प्राइस शेयर्सहरू एकैचोटि किन्न थाल्छ, त्यसले चाहिँ प्राइस चाहिँ एकदमै हाइक हुन्छ। त्यसपछि रिटेल रियाक्सन, मतलब फेसबुक ग्रुपहरूमा युट्युब ग्रुपहरूमा सबैले भनेर हुन्छ यसको प्राइस त एकदमै हाई भइरहेछ, मैले पनि इन्भेस्ट गर्नुपर्छ भन्छ। त्यसमा के गर्छ भन्दाखेरि सबैले त्यसैमा इन्भेस्ट गर्न थाल्छ, त्यसको प्राइस पनि बढ्दै जान्छ। त्यसपछि बिग प्लेयरहरूले त्यसलाई डिस्ट्रिब्युट गरिदिन्छ, एकैचोटि बेचिदिन्छ त्यसलाई। र के हुन्छ भन्दाखेरि एकैचोटि त्यो प्राइस चाहिँ घटेर 90 आउँछ। बिग प्लेयरहरूलाई चाहिँ लगभग 40 देखि 60% सम्मको फाइदा हुन्छ र रिटेल इन्भेस्टरहरूलाई, नर्मल मान्छेहरूलाई चाहिँ 30 देखि 50% इन्भेस्ट हुन्छ। यस्तै शेयर मार्केट रिलेटेड जति पनि कुराहरू बुझ्न चाहनुहुन्छ हाम्रो च्यानललाई फलो गर्नुहोला।